नमस्कार सबैजनामा। आज तपाईहरुलाई म चाइनिज खानाको डिसेसहरु रेडी गरेको डिसेसहरु देखाउन गइरहेको छु र यस बारेमा भन्नुपर्दाखेरि चाइनिज खाना संसारभरि लोकप्रिय मानिने एक स्वादिष्ट परिकार मध्येमा एक हो र यसको विशेषता मिठो, पिरो, अमिलो र नुनिलो स्वादको सन्तुलित मिश्रणमा पाइन्छ र चाइनिज खानामा नुडल्सहरु, फ्राई राइस, मोमो, चाउमिन, मन्चुरियन, सुप तथा विभिन्न मासुजन्य परिकारहरू धेरै प्रसिद्ध छन् र चाइनिज परिकारहरू ताजा तरकारी, मासु, मसला र विभिन्न प्रकारका ससहरू प्रयोग गरेर तयार गरिन्छ र यी परिकारहरू उच्च तापक्रममा छिटो र छरितो पकाइने भएकाले स्वाद र सुगन्ध विशेष हुन्छ है अरू खानाभन्दा। चाउमिन र फ्राई राइस जस्ता खानाहरू युवा पुस्तामा निकै लोकप्रिय छन्। यो नेपालमा, इन्डियामा र विदेशमा पनि छरिएर हर कहीँ पनि चाइनिज खानाहरू लोकप्रिय बन्दै गइरहेको छ र चाइनिज खाना केवल स्वादिष्ट मात्र नभई आकर्षक देखिने, राम्रो पनि देखिने हुन्छ र विभिन्न रङका तरकारी र सामग्री प्रयोग गरेर यसको प्रस्तुति निकै सुन्दर हुन्छ र परिवार, साथीभाइ वा विशेष अवसरमा चाइनिज खाना सँगै बसेर खानु रमाइलो अनुभव मानिन्छ। आजकाल नेपाल तथा भारतका धेरै रेस्टुरेन्टमा चाइनिज परिकार सजिलै पाइन्छ र यसको स्वाद, सुगन्ध र विविधताले धेरै मानिसको मन जितेको पनि छ। त्यसैले चाइनिज खाना आधुनिक समयको सबैभन्दा रुचाइने खानामध्ये एक बनेको छ। यो पुरा भिडियो हेरिसकेपछि मेरो च्यानललाई सब्स्क्राइब र लाइक, कमेन्ट गर्न नभुल्नुहोला। हस्त, नमस्ते, धन्यवाद।